गुड मर्निङ सबैजनालाई फेरि पनि आज चाहिँ होइन यस्तै अवस्था छ। कहिले साइकलमा देख्नुहुन्छ, कहिले मलाई कता गइरहेको देख्नुहुन्छ, किनकि अहिले अलिकति काम त्यस्तै छ, अप्ठ्यारो छ, भ्लगहरू आउँदैन, कुदाकुदी भइरहेको अवस्था। अनि यस्तै टाइम हो मान्छेहरू चिन्ने भनेको, राम्रो नराम्रो। कोही अब यस्तो राम्रो हुन्छ धेरै मद्दतगारी, कोही चाहिँ अब यस्तो हुन्छ जानी बुझी पनि अब केही नगरिदिने खालको के। भए पनि ठिकै छ, जे जस्तो पनि छ सबै राम्रै छ, चलिरहेको छौँ, लाइफमा अगाडि बढिरहेको छौँ। अनि के भन्छ, जो मान्छे प्याचु चाहिँ भन्छ नि, हामी चाहिँ उनीहरूलाई एकदम नराम्रो सोच्छौँ के, किनकि उसले डाइरेक्ट भनिदिन्छ नि त होइन, मनमा राख्दैन कि कुरा, डाइरेक्ट भनिदिन्छ, त्यसलाई चाहिँ हामी नराम्रो सोच्छौँ। तर नराम्रो को हुन्छ थाहा छ? जो मान्छे चाहिँ मनमा कुरा लुकाएर राख्छ नि, भित्रभित्रै दबाउँदै उयो गर्छ नि, घुसघुसे टाइपको, कप्टी भन्छ नि, त्यस्तोसँग चाहिँ फेरि बचेर बस्नु नि। त्यस्तो चाहिँ मेन उयो हुन्छ, टक्सिक के, खतरनाक। जसले डाइरेक्ट मनमा नराखिकन भन्छ त्यो मान्छेहरूको मन सफा हुन्छ, त्यो मान्छेहरूसँग केही उयो छैन के। किनकि उसले त्यहाँ राख्नै सक्दैन नि त दबाएर, उसले भनिदिन्छ, सकिहाल्यो। जसले भन्दैन त्योसँग चाहिँ एकदम बचेर बस्नुपर्छ, किनकि त्यो चाहिँ त्यस्तो प्रकारको हुन्छ कि दबाएर त राख्छ, तर त्यो दबाएर राखेर चाहिँ अनि यस्तो बेलामा निकाल्छ कि एकदम खतम पारिदिन्छ के। त्यही हो कुरा चाहिँ।